हेलो नमस्ते। यो चाहिँ मेरो हस्बेन्डको लागि आज बर्थडे। केक चाहिँ पछि देखाउने छु कस्तो छ भनेर। यो केक चाहिँ सरप्राइज मगाइदिएको थिएँ। अनि अहिले चाहिँ म र बहिनी भएर यहाँ डेकोरेसन गर्दैछु। बर्थडे चाहिँ त्यस्तो ठुलो त होइन, सानो सरप्राइज। मेरो हस्बेन्डलाई थाहै छैन। अनि अहिले यहाँ केकहरू खोलेर यहाँ सामानहरू अलिअलि के ल्याएको थिएँ, मिठाईहरू। अनि त्यही अहिले यहाँ म एकछिन चिया खाएर बसेँ। अनि त्यहाँदेखि सबैजना भएर यहाँ छेमाहरू, यहाँ रुमको सबै छेउको छेमाहरू, भाइ बहिनी सबलाई बोलाएर हामी केक काट्दैछु। अनि केक काट्नु अगाडि नै नानीले चाहिँ केकलाई हातले गल्तीले छुएर पुरा पालिरहेको छ। मेरो छोरा चाहिँ एकदम केक खानु पाउँछ भनेर हाँसी दाँत देखाइ हाँस्दैछ। अनि अहिले यहाँ केकहरू काटेर यहाँ सबैलाई बाँड्दैछु। केक सानो पिस पार्दैछु। अनि त्यहाँदेखि बहिनीहरूले चाहिँ यहाँ पेप्सीहरू हाल्दैछ। अनि पेप्सीहरू हालेर पहिला बहिनीले चाहिँ अलिअलि हालेछ। अनि त्यहाँदेखि फेरि मैले त्यहाँ भर्ती हालेँ भनेर भने। बहिनी चाहिँ सोचेको अब पुग्दैन कि भनेर सोचेर होला। अनि फेरि यहाँ मेरो छोरा नै सबैभन्दा अगाडि पेप्सी लिएर बसिरहेछ ढोकारेर। हाँस्दैछ खानु पायो भनेर। अनि यहाँ बहिनीहरू बाँड्दैछ केक। ऊ अघि नानीलाई हातले पुरा दलेको थियो है केक, त्यही भएर ऊ हात पुसिदिनु हुँदैछ। अगाडि नै झम्टिहालेको त्यो केक देख्नै हुन्न। सायद अगाडिबाट त्यो केक काट्ने महिनाको त्यो फर्स्ट मन्थ बर्थडे, सेकेन्ड मन्थ भनेर त्यो बर्थडे त्यो मनाएर होला केक देख्नै हुँदैन। हात झम्टिहाल्छ, हात पुराइहाल्छ। अस्ति नै पनि बर्थडेमा त्यस्तै गरेको थियो, आफ्नो बर्थडेमा पनि केक दलेर हातभरि। अहिले पनि त्यहाँदेखि सबैजना यहाँ हामी रमाइलो गर्दैछु। सानोतिनो बर्थडे पार्टी मनाउँदैछु। मेरो हस्बेन्डलाई चाहिँ थाहै थिएन, मतलब बर्थडे भनेर चाहिँ थाहा थियो, अब त्यही पनि यो केकहरू यस्तोहरू मैले मगाएर राखेको छु भनेर थाहा थिएन है। अनि एकछिन अघि गाडी धुनु जानुभएको थियो, त्यही भएर त्यतिखेर नै चान्समा डान्स गरिहालेर यहाँ म चाहिँ डेकोरेसन गर्नु लागिहालेँ। अनि ठिक्कै आइपुग्नु भयो।